चाहिँ यहाँ चितवनको सौरा एकदम राष्ट्रिय निकुञ्जमा आएको छु। त्यो ठाउँमा आएर फोटो खिच्दैछु है। सो अब हामी चाहिँ चितवनको राष्ट्रिय निकुञ्ज क्षेत्रमा घुम्न गएका थियौँ। साँझ परेकोले गर्दाखेरि हामीहरू वरिपरि मात्र घुमेर फर्किन लागेका हौँ। साँझ भएकोले गर्दा धेरै ठाउँमा देखाउनु पाएन, धेरै चिजहरू हेर्नु पाएको थिएन। हामी चाहिँ चितवनको सौरा बजार क्षेत्रमा एकछिन घुमेर फोटो पनि खिच्यौँ। अब हामी फर्किन लागेका छौँ त्यहाँ ठाउँबाट चाहिँ। यो ठाउँ चाहिँ सौरा भन्ने बजार हो। एकदमै राम्रो दृश्यहरू देख्न सकिन्छ। अब हामी चाहिँ सौरा बजारबाट फोटो खिच्ने ठाउँहरूबाट फर्किने क्रममा छौँ र फर्किने क्रममा चाहिँ सौरा बजारको क्षेत्रको नाइट दृश्यहरू देखाउँदै फर्किनेछौँ। हेरिदिनुहोस् भन्ने चाहन्छु। यो चाहिँ चितवनको सौरा बजार। सो यो चाहिँ चितवनको सौरा बजारको क्षेत्र हो। रात्रि दृश्य चाहिँ एकदम राम्रो देखिँदो रहेछ। वरिपरि घरहरू, होटेलहरू, रेस्टुरेन्टहरू धेरै रहेछन्। एकदम झिलिमिली बत्तीहरू मात्र बलिरहेको, एकदम उज्यालो, राति पनि उज्यालो देखिने यस्तो क्षेत्र रहेको छ। यदि हजुरहरू पनि घुम्न आउनुभयो भने यो ठाउँ चाहिँ पक्कै पनि घुम्नु होला। एकदमै रमाइलो रहेछ। यहाँको चाहिँ ठाउँ मात्र राम्रो होइन कि बाटो पनि एकदम राम्रो छ। सबै ठाउँमा पिच बाटो छ, एकदम राम्रो छ। राष्ट्रिय निकुञ्जमा जाने बाटो, बत्ती झिलिमिली बाटो चाहिँ एकदम पिच भएको, एकदम सुन्दर दृश्यहरू देख्न सकिन्छ।
यो चाहिँ भरतपुरको मुख्य हाइवे बाटो हो। यहाँ चाहिँ एकदम राम्रो देखिन्छ। बेलुकाको रात्रि दृश्य चाहिँ झिलिमिली देखिन्छ। यति ठुलो बाटोमा हामीहरू घुर्दैछौँ।